दिदी भेट्न जाने के दिदी भेट्न जाऊँ न भोलि जाने क्या अहिले रात पर्यो जाने भोलि जाने बाबा अहिले रात परिसक्यो क्या अब सबैजना नुनु गर्नुभएको छ अझै नुनु गर्नु त मान्छे उठ्नु अनि मनी उठ्ने अनि दिदी भेट्न जाने है सबैजना हस् 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 पानी परिसक्यो हो र अनि त पानी परिसकेर मैले देखिसकेँ हस् हस् ल नुनु गर्नु ल गुड नाइट यो साबी कस्तो हो भोलि बिहान उठेर कक जानुपर्छ अनि दिदी भेट्न जानुपर्छ हस् अनि कक गइसक्यो दिदी हजुर जानुपर्छ हस् हस् कक नगरी दिदी हजुर जानुपर्छ कक गर्ने अनि दिदी हजुर जानुपर्छ फेरि दिदी हजुरबाट जानुभयो भने त कक नगरी बहिनीले त कक गर्नुहुन्न भनेर दिदी रुनुहुन्छ नि त त्यही भएर त्यही भएर अनि पहिला कक गर्न जाने अनि पहिला कक गर्न जाने अनि दिदी 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 भेट्न जाऊँ न भन्छु हस् हस् ओके ओके Something like he can mochi. त्यस्तो नगर फोहोर हो त हो के हो मलाई थाहा छ आइए भएको छ त्यही भएर चक्लेट खानुहुन्न आइसक्रिम खानुहुन्न भनेको मैले माम खानुपर्छ फेरि बाबु चोकोपाई खानुहुन्छ अनि बाबुले चक्लेट खानुहुन्छ त्यो बाबुले चक्लेट खानुहुन्छ यो बाबुले चक्लेट खानुहुन्छ अनि बाबुले चोकोपाई खानुहुन्छ नुनु गर है आई क्लोज गर हजुरले चोकोपाई नखानुहोस् हस् हस् चोकोपाईले त यहाँ बनाइदिन्छ हस् 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 मैले त ज्यादा खाइसकेँ बाबु चोकोपाई भएर त हजुरको नि किराले जात खान्छ हस् म त खान्न नि खानुहुन्न मैले खाँदैन नि हस् हस् गुड गर्ल गुडी मलाई चिज आइदियो ल नुनु गर गुड नाइट गुडीले टोकिहाल्यो टोक्छ त ल नुनु गरेन भने अब आँखामा पनि टोक्छ है अब नुनु गर है